खानेपानी संस्थानको बिल तिर्ने समय भयो? अब लाइन बस्ने झन्झट छोडेर घर बसी कनेक्ट आइपीएस मार्फत निम्न प्रक्रिया अनुसार सजिलै भुक्तानी गर्नुहोस्। सबैभन्दा पहिले आफ्नो युजर नेम र पासवर्ड राखेर कनेक्ट आइपीएसमा लगइन गर्नुहोस्। लगइन भइसकेपछि पेमेन्ट विकल्पमा क्लिक गरी युटिलिटी पेमेन्ट सेक्सनमा जानुहोस्। अब त्यहाँ उपलब्ध विकल्पहरूमध्ये खानेपानी सबसेक्सनभित्र गई खानेपानी संस्थान विकल्प रुज्नुहोस्। त्यसपछि आफ्नो कस्टमर आइडी राख्नुहोस् र ब्रान्च सिलेक्सनमा आफ्नो शाखा छनौट गरी सबमिट बटनमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि स्क्रिनमा देखिएको ग्राहकको विवरण सही छ वा छैन यकिन गर्नुहोस्। विवरण ठिक भएमा आफूले भुक्तानी गर्नुपर्ने अमाउन्ट हालेर तल रहेको कन्टिन्यू बटनमा क्लिक गर्नुहोस्। त्यसैगरी तपाईले भर्नुभएको रकम र लाग्ने शुल्क सहितको भुक्तानी विवरण एकपटक राम्ररी जाँच गर्नुहोस् र मेक पेमेन्टमा क्लिक गर्नुहोस्। अब आफूले भुक्तानी गर्न चाहेको आफ्नो लिङ्क गरिएको ब्याङ्क खाता छनौट गर्नुहोस्। अन्त्यमा आफ्नो ट्रान्ज्याक्सन पासवर्ड राख्नुहोस् वा बायोमेट्रिक्स प्रयोग गरी भुक्तानी प्रक्रियालाई प्रमाणीकरण गर्नुहोस्। यति गरेपछि तपाईको भुक्तानी सफल हुनेछ। भुक्तानी सफल भएपछि प्राप्त हुने ट्रान्ज्याक्सन स्टेटमेन्टलाई डाउनलोड गरेर सुरक्षित राख्न नभुल्नुहोला।